ए अर्को हिरो खै त? हिरो कहाँ एक्लै आउँछ त, हिरोइनसँग आउँदै खालि खत्तम। अब के गर्छस् त केटो? खास त तँलाई उडौँ भनेको, त कहाँ छड्किस त्यही भएर उसैलाई उडाइदिउँ मैले। मेरो खराब पानी छ मेरो खराब। साला मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला। आज त नौनलाई छस् त। तिमी जस्तो हो त महिना दिनमा नुहाउने। मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्री आमा त स्याम्पल पिसै हो नि, कहाँ भेटेछन् कुनै हाम्रा बाले। त्यसको असर मलाई सोच परिरहेछ यहाँ। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तलाई पाइन तलाई। तिमीले हात दिनु सिकायौ, अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी, नेपालीमा भन, अङ्ग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दैन त? यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो, अगाडिको 4 कसले दिएछ? ओइ भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? पियानो उठ्ने, मुख धुने, बम पड्काउने। 4 बम। पानी त आउँछ। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छ, भोलि पानी खान्छ। प्लिज मलाई हेल्प गर्नु। बस थ्याङ्क यू। किन आत्तेको? म त आत्या छैन, ऊ पछाडि हेर त। यसका साथै रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ। जय नेपाल। खाइबक्सोस् नजुर, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ खाऊ। चाउ हुट्याउँछ। ए 50 लाखमा 10 रुपियाँ त्यो चाउ पनि छोड। यस्तै त हो नि पोरो, जहिले यस्तै त। ठाउँको ठाउँ नथित न, मैले मात्र कौडी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्ने। तिम्रो नाम के पर्यो रे? वसुन्धरा। ए भनेपछि त पानीको त दुखै नहुने भयो। अनि तिमीलाई सबै आउँछ हो? आउँछ, भात पकाउन आउँछ, लुगा धुन आउँछ, मलाई सबै काम गर्न आउँछ। त्यो त मेरो बाउलाई नै आउँछ। खराब पानी छ मेरो खराब। तेरो ताल यही हो। भयभरको कपडा घर गवान सब बोकेर हिँडी पछि त कोही हिँडी नि तेरी स्वानी। त्यसका बाजे यता एकैचोटि 3टी आएछन्। एउटी गइन जास। काजी साहब नमस्कार। तपाईँ पनि थुतुनु हेर न, थुतुनु काई साहब जस्तो देखिन्छ। खत्तम। बाई बाई। What's your academic qualification? I mean your educational level. रेड लेबल, ब्ल्याक लेबल, ब्लू लेबल चाहिँ चाख्या छैन। What is this? होइन, हजुरको छोरीले कति पढ्या हो? अब नपढ्या भए यसरी अङ्ग्रेजी बुझ्ती त? हामी यस्तै त हो नि पोरो। स्कुलमा पढाउँदा यी नानी खाली झगडा मात्रै गर्छिन्, भनेकै मान्दिनन्। अब म जिओ गो हुन्छ भनेर पढाउँछु, होइन डिओ डु हुन्छ भने जिओ गु किन नहुने भनेर भन्छन्। खत्तम। एकै झर्कामै मन पर्यो मलाई। कान चाहिँ अलिक कम सुन्ने रहेछ, तर केही छैन, गाली गरेकै बुझ्दिन। केटी माग्न गएको काल माग्न गयो जस्तो भयो यार। हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्नु सक्छ। कहाँ छस् त स्याल? पड्काएन तेरा बाउले। खत्तम। असाध्यै गर त गइदियो नि त। हामी सबै एकै दिन किन मार्नु? एकै दिन मर्यो भने सारा दिन एकै दिन पर्छ फेरि। आर यु कमेडी मी? छोरासँग सम्पर्क छ भने बाबु
मुटु कमजोर छ फेरि खुस्केलिन बोल्यो चुम्बकले फलाम तानेपछि के अडिन्थ्यो बाइ द वे म तपाईँको उमेर सोध्न सक्छु सक्नुहुन्छ तर म बताउन सक्दिनँ 18 बाबा कस्तो केस वास्तवमा आजभन्दा 18 वर्ष अगाडि मलाई 18 वर्षको भन्थे उतार चढाव छ हामी जीवित छौँ यो हजुरबाले खुसीको थप्पड दिनुभएको यो घरमा बन्दुक सन्दुक त छैन है किन कहीँ हजुरबा एकदमै खुसी हुनुभयो भने तपाईँ यो घरको को वास्तवमा अनुसन्धान गरेर भन्नु पर्दा म यो घरको मालिक मालिक त्यस्तो त देखिँदैन मालिक भन्ने बित्तिकै अनुहार विनोद चौधरीसँग मिल्नु पर्छ भन्ने छ तपाईँले बिहेको बारेमा केही सोच्नु भएको छ केटा मान्छे हुँ बिहेको बारेमा अहिले सोच्दिनँ किन केटाहरूले बिहेपछि मात्रै सोध्छन् किन बिहे गरेछु भनेर नमस्कार मेरो नाम चाहिँ उद्वेग प्रसाद मनोहरलाल पवित्र हृदय उपाध्याय यो मेरो मात्र नाम हो छिमेकीहरूको होइन अनि त्यहाँ गएर गर्नुपर्ने के बिहे गर्ने बिहे ए बिहे सुन्यौ तिमीहरूले बिहे रे केही छैन पैसा आउँछ भनेदेखि बिहे मात्रै होइन म त श्राद्ध नि छोड्दिन्छु खराब पानी छ मेरो खराब शाला मटर चढेर आएपछि त माग्नेले नि सलाम भेट्दो रहेछ अनि मैले बिहा गर्ने भने केटी तपाईँ नै हो नियुक्ति स्थायी नै हो यो निर्णय लिनुभन्दा पहिला तपाईँ कुनै मानसिक अस्पतालमा भर्ना हुनु भएको छैन आफ्नो त अब पेसै माग्नु पर्यो तर यो माग्ने काम त अहिले धरापमा पर्यो बाउ यो सहरका कोही मान्छेसँग पैसै छैन अस्ति एउटाको अनुहार यसो हेरेको आफैले 10 रुपियाँ झिकेर दिइदिए नमस्कार नेताज्यू भोलि हाम्रो पार्टीको जुलुस छ 50-60 जना मान्छे यहाँको ल्याउने जिम्मा तेरो ल्याउन सक्छस् केलाई नसक्ने हजुर ल बच्चा चाहिँ ल्याउने होइन नि बिहे त भएको छैन बच्चा कहाँ ल्याउनु जुलुस कहिले आउने सोमबार बोलेपछि पक्का भइगयो नि पैसा माग्नु पर्दैन पैसा चाहिएको छ सबै पार्टीका मान्छेसँग पैसा लिन्छन् यिनीहरू त मान्छे सिद्धोनी पार्टीका हुन् देखि नसुमा गोहीका छालाको जुत्ते लाएको पैसा ल्यायो भने भोलि मेरो छाला जुत्ते लाउँछ नि थाहा पाउँछ के गर्नु भयो तपाईँले हजुर ए आफू त माग्ने हजुर यो स्टाइलले पशुपतिमा माग्ने बस्दा नि हुँदैछ भनेर खत्तम बाय बाय टाटा गुड बाय त्यसका बाजे अब चिन्नस् माग्ने काका यो कोट र टाई भन्ने चिज पनि यस्तै छ हेर्नुहोस् न अब यो कोट लगाएको देखेपछि यसले मलाई विनोद चौधरी नै भन्ठाने होला अहिले एकछिनमा तेरो फ्याक्ट्रीमा जागिरै लगाइदियो भने आपत्ति पर्छ फेरि यो अहिलेसम्म नारायणको कार्ड नि नदेखा खरानी बुढालाई फ्याट्टेसँग बिहेको कार्ड दिएको बौलाएर मर्यो तिम्रो ठाउँमा म भइदिएको भए झोला यहाँ छोडेर पानी खान गएको बेलामा झोलाबाट पिस्तोल निकाल्थे गुड गुड यहाँ चाहिँ तिम्रो र मेरो कुरा मिल्यो तर मेरो ठाउँमा अब मै भइदिएको भए चाहिँ के गर्थे होला थाहा छ पिस्तोलबाट सबै गोलीहरू पहिल्यै निकालिसक्थे श्रीमान हजुर श्रीमान
के गरे यस्तो मिठोसँग श्रीमान भन्ने शब्द सुन्न पाउने नै यही अदालतमा हो घरमा त हो श्रीमान आज भात पकाउने उहु